नमस्ते। देशमा रहनुहुने विदेशमा रहनुहुने सम्पूर्ण मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरूमा म के अपिल गर्न चाहन्छु भने विदेशीको बढ्दो हस्तक्षेप, जनताको सर्वोच्चता बोकेको सर्वोच्च अदालत, जनताको प्रशासनिक भवन सिंहदरबार एउटा सम्पदा, जनताको कानून बनाउने ठाउँ संसद भवन, देशको सुरक्षाको आस्था धरोहर नेपाल प्रहरीका हेडक्वार्टरदेखि लिएर देशैभरिका गाविस, पुलिसका चौकी र पुलिसका ओर्दी सबै गराई 75 जनाको हत्या, यो सबै गराउने डिजाइन विदेशी षड्यन्त्रमा यो डिजाइन गराएर यो गराई 84 को चुनाव 82 मा गराएर सोकल मान्छेहरूलाई, विदेशीको इशाराका मान्छेहरूलाई यो देशलाई युक्रेन बनाउन 21 गते चुनाव भनेर एउटा नौटङ्की रचिँदैछ। त्यसको विरोधमा हामीले भोलि 17 गतेदेखि आम हडताल, देशैभरिका यातायात बन्द, कल कारखाना बन्द, व्यवसाय बन्द, बैंक बन्द, सबै कुरा बन्दको आह्वान गरेका छौँ। यस बन्दमा घुसपेट भई चैत 15 मा भए जस्तो आगजनी, भदौ 23 र 24 मा भए जस्तो घुसपेट भई आगजनी, लुटपाट भएमा हाम्रो शान्तिपूर्ण आन्दोलन हो। लुटपाट र हरेक कुरा हुन सक्ने भएकाले आफ्ना दोकानहरू, व्यवसायहरू बन्द गरी देश जोगाउने अभियानमा र राज संस्था स्थापित गरी किराँत सहितको हिन्दू अधिराज्य कायम गरी राज संस्था पुनर्स्थापना गर्नको लागि सर्वपक्षीय सरकार गठन गरी हामीले यो बन्द हडतालको कार्यक्रम गरेका छौँ र यसमा साथ दिनुहुन्छ भन्ने आश गर्दै तोडफोड आगजनी भएमा हामी यसको जिम्मेवारी छैनौं। बेलैमा हामीले सचेत गराउँदैछौँ। यो माग पूरा नहुन्जेलसम्म 8-10 दिन तपाईहरुले बन्द गरिदिँदा केही तपाईहरुको बिग्रिदैन, देश जोगिन्छ। र चुनावमा भोट हाल्न जानेलाई पनि म के भन्छु भने तपाईहरुलाई भोट हाल्न मन छ भने टन्न जानुस्, भात खाएर गर, मासु भात खानुस्, गर भोट हाल्नुस्, देश बिगार्नुस्। देश सक्दै हुनुहुन्छ है तपाईहरुले। यति भन्दा पनि तपाईहरुले बुझ्नु हुँदैन भने 84 को चुनाव 82 मा किन गराइँदैछ? यत्रो संरचना फ्याकेर, यत्रो डराएर, यत्रो मान्छे मराएर। मैले पटक पटक भनेको छु, 46 सालमा आन्दोलन भयो, पञ्चायत ढल्यो, प्रजातन्त्र आयो, बहुदल आयो। 62-63 को जनआन्दोलन भयो, गणतन्त्र आयो, 26 जना मर्दा। भनेपछि 80 मा यत्रो लडाई भयो, यत्रो धनजनको क्षति भयो, 75 जना मान्छे बच्चा मरे। 82 खरबको सम्पत्ति त 24 घण्टामा डढेर नाश भयो। चुनाव 84 को चुनाव 82 मा गर्न लाग्यो। जेनजीको एउटा माग पूरा भयो। आज जेनजीको नाममा 3000 भन्दा बढी जेलमा र प्रहरी हिरासतमा छन्। उनीहरू सरकारमा छन्। जेनजीको नामबाट सरकारमा गए। एउटा उद्देश्य प्राप्ति गरेर आज देशलाई युक्रेन बनाउने जुन षड्यन्त्र गरिरहेछ, यसमा तपाईहरु भाग नलिनुहोस्। तपाईहरुलाई इच्छा लाग्छ जानुहोस्, देश सक्ने पुर्खाले जोड दिएको देश तपाईहरुले सक्नु हुँदैछ है यो चुनावबाट। खबरदार भन्न चाहन्छु तपाईहरुलाई, जानुहोस्, भोट हाल्नुहोस्, कुदिहाल्नुहोस्, भोट चाहिँ हालिहाल्नुहोस्। पुर्खाले जोडेको सुत्केरी जिउ लिएर नालापानीको किल्लामा हाम्रा